अहिले चाहिँ गाइस मासु प्याकेजिङ गर्ने काम भइरहेछ है। टक ठक ठकसँगले प्याकिङ गर्दैछ मेरो मिसेसले चाहिँ। खसी त बेर खाइदैन नि त। सबैजनालाई नमस्ते। आज चाहिँ मेरो सानो मुकबाङ भिडियो हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्न चाहिँ नभुल्नु होला है। सिद्राको अचार, गुन्द्रुकको अचार, मिसाको प्याज, काँचो लसुन। आज चाहिँ मौसम पनि एकदम चिसो, बाहिर यस्तो हिउँ आइरहेछ। अनि चिसो चिसो मौसममा चाहिँ तातो सुप खाउँ न भनेर खसीको खुट्टा गालेर यस्तो मिठो भएछ भने नि साथीहरू, आमामा जिब्रो पड्काइ पड्काइ खाइयो मजाले। मलाई चाहिँ अहिले खाना कम्ती, सब्जीहरू चाहिँ एकदम धेरै चाहिन्छ। अनि स्पाइसी त्यस्तै। मेरो चाहिँ फेभरेट काँचो लसुन, प्याज। फेरि कस्तो मजाले पाकेछ क्या खसीको खुट्टा पनि। 10 सिटी लगाएको, म त 5 सिटी लाउँदाखेरि पाको होला भनेर निकालेको, फेरि अर्को 5 सिटी लगाउँदा त यस्तो पो भएछ। मजाले खाइयो आज चाहिँ जाडोमा। मलाई फेरि मासु भनेपछि एकदम मनपर्छ। खसी एकदम मिठो भनेको चाहिँ मलाई खसीको खुट्टा, सुँगुरको खुट्टा। आमाम जिब्रो टक टक गरेर खाइन्छ नि। फेरि कस्तो मजाले पाकेको पनि रहेछ नि त। फेरि आज चाहिँ मेरो बुढा चाहिँ बस्नु भएन नि त, एक्लै बसेर खाएको। बुढा चाहिँ अब मासु अलिकति खाना छोड्नु भएको छ, अनि त्यही भएर मैले मात्रै खान थालेको। फेरि यो नेपाली दोकानबाट ल्याएको कि यो सिद्रा, भटमास, गुन्द्रुक कस्तो मिठो अचार क्या। म त चर्को हुन्छ जस्तो लाग्छ र म प्रायः जस्तो ल्याउँदिनँ नि त नेपाली दोकानबाट अचार, तर यो चाहिँ चर्को थिएन, कस्तो मिठो थियो अचार। पिरो भन्नुहुन्छ भने डल्ले खोर्सानी भन्दा एकदम धेरै पिरो, कस्तो मिठो बनाएको थियो। ओ माई गड, म चाहिँ साह्रो पिरो भनेपछि चाहिँ नि एकदम मनपर्छ। अनि त्यस साथसाथै खसीको खुट्टा दारेको मजाले दारिरहेको छु। ल त साथीहरूलाई कस्तो लाग्छ के लाग्छ कमेन्ट गर्न चाहिँ नभुल्नु होला है। कति 10वटा पिस लिएर बसेको थियो मैले यो खसीको खुट्टा, जम्मै खाइसकेँ। म त यत्रो खान्छु जस्तो पनि लागेको थिएन, भिडियो बनाउँदा ओर्दा खाइसक्यो नि। फेरि मलाई मासु भनेपछि एकदम मन लाग्छ। फेरि आफूले खाएको चाहिँ के अरे, मलाई भिडियो हेर्न मजै लाग्दैन। फेरि अरूले खाएको चाहिँ आम्मामा कति हेर्छु राल च्वाइ च्वाइ, त्यही खानुपर्छ मलाई नै। अरूले कस्तो बनाएर खान्छन् होइन, त्यस्तै खानुपर्छ। अस्ति अब फ्याट बोसो ल्याएँ, फ्याट बोसो चाहिँ मजाले पकाएँ। अब चाहिँ यो मजाले खान्छु भने आधी मात्रै खाइसक्यो। फेरि अरूहरूले त कति धेरै खाइराखेको हुन्छन्, यो सक्छु भनेर बसेको, तर अब त्यत्रो सकिनँ खान। अब फेरि आधी राखेको छु, फेरि अर्को शनिबार चाहिँ खाने प्लान गरिरहेको छु। फ्याट बोसो खाने हो, रमाउने हो आफ्नो फ्यामिलीसँग है। फेरि अर्ग्यानिक हो नि त हौ खसीको खुट्टा, अनि अर्ग्यानिक भनेपछि त अनि मजाले खाइहालिन्छ नि। यो डल्ले खोर्सानी चाहिँ मलाई के अरे अहिले खानासँग ठोकेर खान मजै आउँदैन हौ, खोइ के भएर। अमन भएछ कि धेर खाँदा खाँदा गरेर यो डल्ले खोर्सानी। अहिले त लाम्चे खोर्सानीमा पो पल्केको छु त म त। अब अलमोस्ट खाइसक्न आँटे खाना पनि।
खुवाइची फेरि डेन्जर छ नि फेरि कस्तो मजाले पाकेको यो हड्डी पनि मजाले पाकेको पो छ त 10 सिटीमा अनि मजाले खाना अब खाइयो फेरि हेर त खाइसके पो त खाना त खाइसक्न आँटे खाना पनि हो अब फेरि नली खुट्टा आमामा नली खुट्टा कुर्कुच्चा सबै खाइयो नि हो मजाले अब झोलको झोल हजुरहरूलाई मनपर्छ कि मन पर्दैन मैले खाएको हजुरहरूलाई मन पर्यो भने चाहिँ कमेन्ट मजाले लेख्नुहोस् अब यो पनि खाइदिए त हुन्थ्यो बुनुले भन्ने हुन्छ नि त कति धेरैजनालाई कमेन्ट गरिदिनुहोस् हजुरहरूले के भन्नुहुन्छ म त्यही ल्याएर खान्छु फेरि खाना चाहिँ मलाई के अरे जेसुकै खान्छु यो नखाने त्यो नखाने चाहिँ छैन मलाई जे रुच्छ जेसुकै खाइराखेको हुन्छु खाना चाहिँ मलाई यसमा दुख हुँदैन एउटा खाना बाँकी छ भनेको थिएँ अस्ति अक्टोपस ल्याएर थिएँ अक्टोपस खाएको दिन त आमामा 2 दिन बिमारी भएको पो त अक्टोपसले चाहिँ मलाई भएन अरू चाहिँ सबै खाइसकेँ खुट्टा पुच्छा र टाउको कान घाँटी सबै खाइसकेँ खानामा त म त पकाएर दियो भने जे पनि खान्छु म नखाने चिजै छैन मेरो एकदम मजाले फेरि मेरो हस्बेन्ड चाहिँ खानुहुन्न नि त जेसुकै अनि त्यही भएर 2 जना खाने हुनु भने त मजा पनि आउँथ्यो एउटा नखाने एउटा खाने भएपछि चाहिँ अलिकति मजा हुँदैन पकाउन पनि क्या अब एकजनालाई मात्रै पकाउनु पर्छ अर्कोलाई अर्को पकाइदियो त्यही भएर मजै आउँदैन क्या एकजनाले खाना मेरो छोराहरू पनि खाँदैनन् नि त खसीहरू खाँदैनन् चिकन मात्रै खान्छन् अनि मै मात्रै हो खसी खाने त साथमा अब अलमोस्ट सकिन आँट्यो मेरो मुकबाङ भिडियो चाहिँ पुरा हड्डी मात्रै पो छ हड्डीमा केही मासु राख्दिनँ सबै दारेर खाइसक्छु सिनिक्कै पार्छु अनि हड्डी मात्रै हुन्छ भरे हड्डी पनि चबाउन सक्नु भने त हड्डी पनि खाइदियो कि तर दाँतले अलिकति दिँदैन भनेर एकजना बुइनले खाँदा दाँत झरेको थियो मेरो पनि त्यस्तै हुन्छ भनेर नि डर लाग्यो क्या हड्डी चबाउन मासु चाहिँ एउटा पनि राखेको छैन नि त हड्डीमा सिनिक्कै भइरहेछ नि नली खुट्टा भन्नु के भन सबै मजाले दारे आज चाहिँ तर मैले हड्डी मजाले दारे भने त नि भोलिपल्ट त दाँत कस्तो दुख्छ पो त मेरो त आम्मामा टन भएर दुख्छ बेसी त्यो हड्डीहरू नि चपायो भने नि आम्मामा कस्तो दुख्छ नि खाइन्जेलसम्म केही हुँदैन खाइसकेपछि चाहिँ सबै दाँतहरू दुख्छ अचार मजाले खाइरहेको छु यता अर्को भिडियो हेर्दै यता खाइसक्न आँटिसकेँ भटमास चाहिँ मलाई एकदम मनपर्छ क्या भटमास छानेकै मैले चाहिँ सिद्रा भटमास
कस्तो पिरो छ यो भटमा सिद्रा गुन्द्रुकको अचार। ल है हजुरहरूलाई भिडियो कस्तो लाग्यो जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला है त। आज मेरो बुढीले चाहिँ खसीको खुट्टा गालेर पनि चुक्तै खाइसकेको छ। हजुरहरूलाई भिडियो रमाइलो लाग्यो होला, जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु।